हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु अनदर एक्साइटिङ भिडियो एन्ड अहिले चाहिँ हाम्रो जावास्क्रिप्टको सिरिज चलिरहेछ जावास्क्रिप्टमा पनि हामीले जावास्क्रिप्ट लुप्सको बारेमा कुरा गर्दैछौँ एन्ड प्रिभियस भिडियोमा चाहिँ हामीले जावास्क्रिप्टमा फर लुप वाइल लुप र डु वाइल लुपको बारेमा कुरा गरेका थियौँ भने आजको भिडियोमा चाहिँ हामीले फर अफ लुप फर इच र म्यापिङको बारेमा हामी कुरा गर्नेवाला छौँ सो अब ढिलो नगरिकन लेट्स गेट स्टार्टेड सो यो चाहिँ हाम्रो आजको टपिक हुनेवाला छ होइन हामी सबभन्दा पहिला हामी फर अफबाट चाहिँ स्टार्ट गर्छौँ होइन सो लेट मी राइट हाम्रो एउटा इक्जाम्पलबाट स्टार्ट गरौँ फर अफ हामी युज गर्छौँ भने त्यसको लागि हामीलाई एरे चाहिन्छ ठिक छ लेट मी एड यहाँ चाहिँ हामीलाई एरे चाहिन्छ ओके त्यसै गरी हामी इफ हामीलाई फर इन युज गर्नु छ भने हामीलाई अब्जेक्ट अर अब्जेक्ट्स हामीलाई चाहिन्छ ओके हामीलाई चाहिन्छ ल सो हामीले फर अफ युज गर्नु छ भने एरे हुनु पऱ्यो ठिक छ हाम्रो डाटाहरू चाहिँ सबै एरेमा स्टोर हुनु पऱ्यो ठिक छ फर अफको लागि चाहिँ हामी सबभन्दा पहिला एउटा एरेबाट स्टार्ट गरौँ सो लेट स्टार्ट विथ सब्जेक्ट ठिक छ लेट स्टार्ट विथ सब्जेक्ट्स सो एरे चाहिँ हामी जहिले पनि स्क्वायर ब्र्याकेटभित्र नै दिनुपर्ने हुन्छ एन्ड अब यसको भित्र भ्यालु हाल्नलाई हामीले स्ट्रिङको फर्ममा चाहिँ डाटाहरू एड गरौँ ठिक छ सो सब्जेक्ट छ भने सब्जेक्टमा हामीले वी क्यान एड डिबिएमएस ठिक छ डाटाबेस म्यानेजमेन्ट सिस्टम भयो त्यसपछि वी क्यान एड उप्स अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ त्यसै गरी वी हेभ माइक्रो प्रोसेसर एन्ड देन आफ्टर त्यसै गरी हामीसँग वेब टेक्नोलोजिज छ ठिक छ वेब टेक्नोलोजी अर टेक्नोलोजिज हुन्छ आई डोन्ट रिमेम्बर होइन सो यति कुराहरू छ वी हेभ अहिले चाहिँ हामीसँग 4वटा डाटा छ होइन सो अब फर अफ युज गर्नलाई के गर्ने भन्दाखेरि सबभन्दा पहिला त फर छ भने फर त दिनै परिहाल्यो त्यसपछि हामीले एउटा ब्र्याकेट दिने ठिक छ अनि ब्र्याकेटभित्र चाहिँ हामीले एउटा भेरिएबल डिक्लेयर गर्नुपर्छ क्या ठिक छ हामीले फर लुप युज गर्दा या वाइल लुप युज गर्दा त्यति बेला चाहिँ हामीले आई युज गर्थ्यौँ होइन इटरेसनको लागि हाम्रो भ्याल्यु चाहिँ एक्सट्र्याक्ट गर्नलाई भ्याल्यु निकाल्नलाई चाहिँ हामीले आई युज गर्थ्यौँ त्यसै गरी यहाँनिर पनि हामीले एउटा भेरिएबल चाहिँ डिक्लेयर गर्नुपर्छ सो ब्र्याकेटभित्र चाहिँ एउटा भेरिएबल डिक्लेयर गर्ने लेट्स से सब्जेक्ट्स छ भने यसलाई चाहिँ म सब्जेक्टबाट या सबबाट युज गर्छु सब भनेर मैले एउटा भेरिएबल डिक्लेयर गरेँ ठिक छ अब यो भेरिएबलले डाटा कहाँबाट लिन्छ भन्दाखेरि हाम्रो सब्जेक्ट्सबाट ठिक छ सो यसलाई चाहिँ अब लेट सब अफ सब्जेक्ट्स ठिक छ सब्जेक्ट्स भनेर मैले यहाँ ठ्याक्क एरोको नाम दिइहालेँ हाम्रो एरोको नाम सब्जेक्ट छ सब्जेक्ट्स ठिक छ एस पनि छ सो सब्जेक्ट्स त्यसै गरी मैले यहाँ एरोको नाम यहाँ ठ्याक्क हालिदिएँ ठिक छ एउटा चाहिँ भेरिएबल डिक्लेयर गर्नुपर्ने हुन्छ भेरिएबल पनि डिक्लेयर गरियो अब यो भेरिएबलले डाटा कहाँबाट लिन्छ भन्दाखेरि सब्जेक्ट्सबाट ठिक छ सो यसको लागि चाहिँ हामीले बिचमा अफ हालिदिइहाल्यौँ ठिक छ सो लेट सब अफ सब्जेक्ट्स त्यसै गरी नट सब होइन सब्जेक्ट सबको सट्टा सब्जेक्ट पनि पुरै लेख्न मिल्छ ठिक छ मैले पुरै सब्जेक्ट पनि लेख्न मिल्छु ठिक छ अथवा मैले होइन सब्जेक्ट होइन मलाई अर्कै केही लेख्नु छ मलाई एबिसी लेख्नु छ भने मैले त्यो पनि लेख्न मिल्यो ठिक छ त्यसै गरी एएसटी लेख्नु छ भने त्यो पनि गर्न मिल्यो मेरो होइन एक्सवाइजेड लेख्नु छ भने मैले एक्सवाइजेड पनि लेख्न मिलेँ सो बेसिकली यो चाहिँ हाम्रो भेरिएबल हो सो भेरिएबलको नाम चाहिँ हामीले जे पनि राख्न मिल्छ बट त्यो चाहिँ हाम्रो भेरिएबलको नेमिङको जुन हाम्रो क्राइटेरिया हुन्छ त्यो चाहिँ मिट गर्नु पऱ्यो सो त्यो एकर्डिङ चाहिँ हामीले यहाँ भेरिएबलको नामहरू जे पनि राख्न मिल्यो सो अहिलेको लागि चाहिँ लेट स्टार्ट विथ सब नै राखौँ लेट सब अफ सब्जेक्ट्स भनेर यहाँ छ हामीसँग देन आफ्टर हामी एउटा कर्ली ब्रेसेस दिन्छौँ ठिक छ अब कर्ली ब्रेसेसभित्र चाहिँ हाम्रो कोड रन हुन्छ क्या ठिक छ लेट्स चाहिँ अब मलाई अब यसको डाटाहरू निकाल्नु छ होइन डाटाहरू इटरेट गर्नु छ हाम्रो सब्जेक्ट्सभित्र के छ भने म सिम्पली के गर्न सक्छु भन्दाखेरि कन्सोल डट लग गरेर अब मेरो भेरिएबल मैले जुन डिक्लेयर गरेछु ठ्याक्क त्यो भेरिएबल हालिदिन्छु कि ठिक छ सो एकछिन चाहिँ यसलाई ब्राउजरमा हेरिहालौँ ठिक छ यहाँ जाने राइट क्लिक गरेर इन्सपेक्टमा जानुहुन्छ भने कन्सोलभित्र यु क्यान सी हामीसँग चाहिँ हाम्रो अब एरेमा जे कुराहरू स्टोर भएको थियो त्यो सबै कुराहरू चाहिँ यहाँ मजाले प्रिन्ट भएको छ ठिक छ एकचोटि कोडमा पनि हेरिहालौँ हाम्रो एरेमा के छ भन्दाखेरि डाटाबेस ठिक छ डाटाबेस म्यानेजमेन्ट सिस्टम डिबिएमएस देन आफ्टर उप्स माइक्रो प्रोसेसर ठिक छ माइक्रो प्रोसेसर देन आफ्टर वेब टेक्नोलोजिज हामीसँग 4वटा छ यहाँ ठ्याक्क 4वटा प्रिन्ट भएर आएको छ ठिक छ
अब यसले काम चाहिँ कसरी गरिरहेछ त्यो बुझौँ होइन। सो सबभन्दा पहिला के गरौँ भन्दाखेरि हाम्रो सब्जेक्ट भनेर पहिला एरे हुनु पऱ्यो हामीसँग, ठिक छ, एरे पनि छ हामीसँग। देन आफ्टर हामीले के गर्छौँ, एउटा भेरिएबल डिक्लेयर गर्नुपर्छ, ठिक छ। हाम्रो इटरेटर हो यो, ठिक छ। सबले चाहिँ हाम्रो एरेबाट चाहिँ डाटाहरू चाहिँ निकाल्ने काम गर्छ, ठिक छ। क्लियर है, बुझिन्छ है। सो अब यहाँ के हुन्छ भन्दाखेरि सब्जेक्ट यो सबले एसयुबीले सब्जेक्ट्सलाई त्यति बेलासम्म खोज्छ होइन, त्यति बेलासम्म सब्जेक्ट्सलाई भिजिट गरेर त्यहाँबाट डाटा निकाल्छ जबसम्म सब्जेक्ट्सको डाटा पुरै सकिनहालोस् के, ठिक छ। अब यहाँ के भइरहेछ भन्दाखेरि सबभन्दा पहिला त इनिसियली चाहिँ यसले सबले के गर्यो भन्दाखेरि डिबिएमएसलाई निकाल्यो, ठिक छ। एकचोटि रन भयो, डिबिएमएसलाई निकाल्यो, ठिक छ। अर्कोचोटि फेरि हेऱ्यो, अहिले ठिक छ, अहिले 3टा अझ बाँकी छ। सो एकचोटि फेरि अझ रन भयो, उप्सलाई निकाल्यो, ठिक छ। देन आफ्टर फेरि 2टा बाँकी छ, अगेन रन हुन्छ, फेरि माइक्रो प्रोसेसरलाई निकाल्छ, ठिक छ। अब त्यसपछि फेरि एकचोटि रन हुन्छ, वेब टेक्नोलोजिजलाई बाहिर निकाल्छ, ठिक छ। अब त्यसपछि फेरि रन हुन खोज्छ, तर अब यससँग डाटा नै छैन कि, ठिक छ। एरेमा भए जतिको डाटाहरू सबै त निकालिसक्यो। सो अब यसमा युनिक डाटा कुनै पनि छैन क्या। युनिक डाटा भन्दा पनि हामीसँग नम्बर अफ डाटा जुन छ त्यो सकिसक्यो कि, ठिक छ। 4वटा अहिले छ, सो 4चोटि मात्र रन हुन सक्यो, ठिक छ। 5th चोटि एटेम्प्ट चाहिँ गर्यो, ठिक छ, नगरेको होइन। 5th चोटिमा एटेम्प्ट गर्यो, तर यसले चाहिँ होइन अब 5th डाटा नै भेटाएन क्या, ठिक छ। अब एरेभित्र 5th नम्बरमा कुनै डाटा नै छैन। सो डाटा नभएको हुनाले अब त्यहाँ चाहिँ हाम्रो यो लुपलाई ब्रेक गर्दै होइन, लुपलाई ब्रेक गरेर बाहिर निस्क्यो अनि क्लोज भयो क्या, ठिक छ। लेट्स से अब वेब टेक्नोलोजिस पछि मैले अझ एउटा अथवा 2टा केही थप्दिएँ भने क्रिप्टोग्राफी भनेर मैले हालेँ, ठिक छ। क्रिप्टोग्राफी भनेर एउटा हालिदिएँ, त्यसपछि लेट्स से अनदर मल्टिमिडिया भनेर मैले एउटा अझ थपिदिएँ। सो मैले 2टा सब्जेक्ट थपेँ। सो मोस्ट प्रोबेबली अब मेरो जुन लुप छ होइन, लुप पहिला 4चोटि चलेको थियो भने अब चाहिँ 6चोटि चल्छ, अनि मेरो 6वटाको 6वटै डाटा प्रिन्ट हुन्छ क्या, ठिक छ। सो यु क्यान से होइन, यो 1 2 3 4 5 6चोटि होइन रन भएको छ, मेरो पुरै डाटाहरू मजाले प्रिन्ट भएको छ। सो बुझिन्छ होइन, क्लियर, लाइक कुराहरू एकदमै क्लियर छ। इफ तपाईँलाई एरेबाट कुनै पनि एरे छ, एरेबाट तपाईँलाई डाटाहरूलाई एक्सट्र्याक्ट गर्नु छ, इटरेट गर्नु छ भने त्यति बेला चाहिँ तपाईँले फर अफ लुप युज गर्नुहुन्छ। फर अफ लुप युज गर्नेलाई हाम्रो सिन्टेक्स पनि एकदम बेसिक्स छ होइन। तपाईँले फर दिनुहुन्छ, त्यसपछि ब्र्याकेटभित्र तपाईँको एउटा भेरिएबल डिक्लेरेसन पछि एउटा अफ दिने, अफ दिएपछि तपाईँको एरेको जुन नाम छ होइन, तपाईँले जुन एरेबाट डाटा निकाल्नु पर्ने छ तपाईँले त्यो एरेको नाम दिनुहुन्छ। त्यसपछि यो कर्ली ब्रेसेसभित्र चाहिँ तपाईँको मेन कोड आइहाल्छ होइन। तपाईँको इफ लुप चलिरहेछ भने त्यसमा के अपरेसन पर्फर्म हुनु पऱ्यो होइन, त्यो सबै कुराहरू गर्न मिल्छ। एन्ड फर अफ लुपको चाहिँ यति नै कुराहरू छ। सो लेट्स जम्प टु फर इन लुप। अनि फर इन लुपमा बेसिकली के हुन्छ भन्दाखेरि तपाईँले होइन इफ कुनै अब्जेक्टबाट डाटा निकाल्नु पर्ने छ भने, कुनै अब्जेक्ट छ, अब्जेक्टबाट चाहिँ तपाईँले डाटा इटरेट गर्नुपर्ने छ भने त्यो बेला चाहिँ तपाईँले फर इन युज गर्नुहुन्छ कि, ठिक छ। सो फर इनको लागि चाहिँ अब सबभन्दा पहिला एउटा हामीले एउटा चाहिँ अब्जेक्ट चाहिँ डिक्लेयर गर्नु पऱ्यो। सो लेट युजरबाटै स्टार्ट गरौँ। युजर इज इक्वल टु अब्जेक्ट दिनु छ भने जहिले पनि हामीले कर्ली ब्रेसेसभित्र दिनुपर्ने हुन्छ। अब युजर छ, युजरको डेफिनेटली नेम दिनु पऱ्यो। नेममा चाहिँ लेट्स एड हाम्रो रमेश भन्ने छ। देन आफ्टर त्यसमा एज हाल्न मिल्यो, एजमा चाहिँ वी हेभ नम्बर डाटा। नम्बर डाटा कति राख्नु भन्दाखेरि लेट्स चाहिँ 34, ठिक छ। देन अगेन कमा पछि वी क्यान एड एड्रेस, ठिक छ। एड्रेस भन्दाखेरि लेट्स चाहिँ काठमाडौँ। देन आफ्टर द्याट के गर्न सक्यो भन्दाखेरि रोल अथवा लाइक जब डिस्क्रिप्सन के गर्न सकिन्छ भन्दाखेरि लेट्स चाहिँ बिजनेस ओनर, ठिक छ, बिजनेस ओनर रहेछ, गुड। सो अब यो चाहिँ हामीसँग अब्जेक्टको फर्ममा एउटा डाटा छ होइन, डाटा छ जुन कि अब्जेक्टको फर्ममा स्टोर गरिएको छ। अनि अब यो अब्जेक्टबाट चाहिँ हामीले अब डाटाहरू एक्सट्र्याक्ट गर्नुपर्ने छ भने अब चाहिँ हामी फर इन लुप युज गर्छौँ। अनि फर इन र फर अफ लुपको चाहिँ हाम्रो बेसिक सिन्टेक्स चाहिँ अब सेम नै रहेको छ, लाइक अलमोस्ट 90% चाहिँ सेम नै छ, जस्ट भित्रको कुराहरू अलि थोरै डिफ्रेन्ट हुन्छ। सो लेट्स स्टार्ट विथ फर ब्र्याकेटभित्र तपाईँले यहाँ पनि एउटा भेरिएबल डिक्लेयर गर्नुपर्ने हुन्छ। भेरिएबलमा लेट्स से मैले की भ्याल्यु एउटा लाइक एसाइन गरेँ कि, त्यसपछि इन। अब मसँग होइन मेरो अब्जेक्टको नाम के छ भन्दाखेरि युजर, सो मैले यहाँ युजर हाल्नु पऱ्यो।
देन अगेन कर्ली ब्रेसेस। सो अब चाहिँ मलाई यहाँ भ्याल्यु निकाल्नु पर्ने छ भने सबभन्दा पहिला त म कन्सोल गरेर कन्सोल डट लग, अनि यहाँ चाहिँ मैले अब की युज गर्नु पऱ्यो कि, ठिक छ। ओके, सो लेट्स से की, देन आफ्टर colon, देन आफ्टर मैले युजर र युजरमा अब कुन कीमा गएर भ्याल्यु निकाल्ने भन्दाखेरि फेरि यहाँ पनि एउटा की दिनुपर्छ, देन डन। सो यो चाहिँ हाम्रो बेसिक सिन्टेक्स रहेको छ हाम्रो फर इन लुपको लागि। एकचोटि ब्राउजरमा गएर हेरौँ। सो यहाँ चाहिँ हामीले यसलाई चाहिँ स्ट्रिङ एज अ स्ट्रिङ पास गरिरहेको थियौँ, तर स्ट्रिङ होइन, यो चाहिँ हाम्रो भेरिएबलको फर्ममा जान्छ। सो युजर की गर्नुभयो भने अब ठ्याक्कै यहाँ तपाईँको भ्याल्युहरू आइरहेछ। यहाँ चाहिँ तपाईँको की छ, कीमा तपाईँको नेम, भ्याल्युमा चाहिँ तपाईँको रमेश भन्ने छ, त्यसपछि कीमा एज, त्यसपछि 34 तपाईँको भ्याल्यु, त्यसै गरी एड्रेस हाम्रो की भइहाल्यो, जब की भइहाल्यो, अनि काठमाडौँ प्लस यो बिजनेस ओनर चाहिँ हाम्रो भ्याल्यु भइहाल्यो। सो यो चाहिँ हाम्रो की भ्याल्यु पेयरमा आउँछ जहिले पनि, ठिक छ। सो सिम्पल छ है कुराहरू एकदम। फर अफमा चाहिँ हामीले एरेबाट चाहिँ डाटाहरू एक्सट्र्याक्ट गरिरहेको थियौँ, इटरेट गरिरहेको थियौँ भने हाम्रो फर इनमा चाहिँ हामीले अब्जेक्टबाट चाहिँ हामीले की भ्याल्यु पेयरमा डाटाहरू चाहिँ इटरेट गरिरहेको हुन्छौँ। सो दिस इज इट हाम्रो फर इनको लागि। सो अब चाहिँ कुरा गरौँ हाम्रो फर इचको लागि। एन्ड फर इचको चाहिँ लेट्स स्टार्ट विथ सिन्टेक्स। र सिन्टेक्समा जानुभन्दा पहिला पनि हामीलाई फर इच युज गर्नु छ भने अगेन हामीसँग एरे डाटा हुनु पऱ्यो, ठिक छ। सो हामी माथिको एरे हाम्रो कुन छ त्यो युज गर्छौँ। लेट मी कट दिस, यसलाई चाहिँ तल लेखौँ। यहाँ चाहिँ हामीसँग एरे छ अलरेडी। सो अब हामी के गर्छौँ भन्दाखेरि हामी बेसिक सिन्टेक्सबाट स्टार्ट गरौँ। सो सबभन्दा पहिला हामी एरेको नाम लेख्छौँ, त्यसपछि डट फर इच भनेर हामीले लगायौँ। फर इच पछि हामीले ब्र्याकेटभित्र अगेन एउटा ब्र्याकेट दिएर हामीले चाहिँ एउटा एरो फङ्सन चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ कि, ठिक छ। सो अब यो एरो फङ्सनभित्र चाहिँ हामीले चाहिँ हाम्रो कोड लेख्नुपर्छ, ठिक छ। अब यो सब्जेक्ट्स भन्ने एरे छ, लाइक यो एरेको डाटा युज गरेर हामीले के कस्तो अपरेसन पर्फर्म गर्ने त्यो चाहिँ हाम्रो अब यो एरो फङ्सनभित्रको ब्र्याकेटमा हुन्छ। अनि त्योभन्दा पहिला चाहिँ हामीले यसमा प्यारामिटर्सहरू पास गर्नुपर्छ। प्यारामिटर्समा हामीले के पास गर्ने भन्दाखेरि हाम्रो यो सब्जेक्ट्स एरेको भित्र जुन भ्याल्यु छ होइन, त्यो भ्याल्युको हाम्रो इन्डेक्स्ड नम्बर र त्यसको भ्याल्यु, ठिक छ। जसरी यो डिबिएमएस छ भने यसको इन्डेक्स कति छ, ठिक छ, यसको इन्डेक्स हाम्रो 0 छ, ठिक छ। सो हाम्रो इन्डेक्स त्यसको 0 भयो र भ्याल्यु के छ भन्दाखेरि हाम्रो डिबिएमएस, ठिक छ। त्यसै गरी माइक्रो प्रोसेसर छ भने यसको इन्डेक्स भ्याल्यु कति भयो हाम्रो 0, 1 एन्ड 2। सो माइक्रो प्रोसेसरको हाम्रो इन्डेक्स पोजिसनिङ 2 मा छ एन्ड भ्याल्यु हाम्रो कति छ भन्दाखेरि माइक्रो प्रोसेसर, ठिक छ। भ्याल्युमा हाम्रो माइक्रो प्रोसेसर र यसको इन्डेक्स भ्याल्यु हेर्ने हो भने हाम्रो 2, ठिक छ। सेकेन्ड 0, 1, 2, सो 2 मा छ। थर्ड पोजिसन बट इन्डेक्स वाइज हेर्ने हो भने हाम्रो 2 मा हुन्छ, ठिक छ। सो हामीले यो दुईवटा कुरा चाहिँ भित्र पास गर्नुपर्ने हुन्छ। सो लेट्स पास हाम्रो भ्याल्यु पास गर्ने, भ्याल्यु पछि हाम्रो की, ठिक छ, इन्डेक्स हाम्रो त्यो पनि पास गर्ने। अनि देन आफ्टर कन्सोल डट लग गरेर हेरौँ। सबभन्दा पहिला त हामीले हाम्रो कीलाई प्रिन्ट गर्ने, देन आफ्टर कलन र त्यसपछि भ्याल्यु प्रिन्ट गरौँ, VALUE, ठिक छ। एन्ड ब्राउजरमा हेरौँ। ओके, सो यु क्यान सी होइन त, यहाँ चाहिँ हाम्रो 0 पोजिसनिङमा डिबिएमएस छ, त्यसपछि 1 मा हाम्रो उप्स, 2 मा हाम्रो माइक्रो प्रोसेसर, 3 मा हाम्रो वेब टेक्नोलोजिज, 4 मा हाम्रो क्रिप्टोग्राफी, 5th मा हाम्रो मल्टिमिडिया, ठिक छ। सो 0बाट इन्डेक्सिङ हाम्रो जहिले पनि 0बाट स्टार्ट हुन्छ। सो 0, 1, 2, 3 गएर 5सम्म गएको छ। टोटल नम्बर हाम्रो 6वटा छ अनि 6वटा ठ्याक्क हाम्रो भ्याल्युसँगै प्रिन्ट भएको छ कि, ठिक छ। सो फर इच युज गरेर हामीले कुनै भ्याल्युको इन्डेक्स हाम्रो की चाहिन्छ भने, हाम्रो इन्डेक्स नम्बर चाहिन्छ भने हामीले त्यो पनि निकाल्न मिल्छ, ठिक छ। सो इन्डेक्स हाम्रो इन्डेक्स नम्बर प्लस भ्याल्यु दुवै निकाल्नु छ भने हामीले फर इच युज गर्न सक्छौँ। त्यसै गरी इफ हामीले जस्ट भ्याल्यु मात्रहरू प्रिन्ट गराउनु पर्ने छ भने हामी यहाँ माथि फर अफ लुप युज गर्न सक्छौँ, ठिक छ। सो अब चाहिँ हाम्रो लास्ट टपिक छ म्याप्सको बारेमा। एन्ड अघि भने जस्तै हाम्रो फर इच र म्याप दुवै चाहिँ बेसिकली एउटा फङ्सन हो होइन। सो लेट्स स्टार्ट विथ सिन्टेक्स। र सिन्टेक्सभन्दा पहिला पनि यसको लागि पनि एउटा एरे चाहिँ क्रिएट गर्नुपर्ने हुन्छ। सो लेट्स स्टार्ट विथ ब्रान्ड्स। र ब्रान्ड भनेर यसमा के हाल्ने भन्दाखेरि ल्यापटप ब्रान्डको कुरा गरौँ होइन। एन्ड लेट्स स्टार्ट विथ सबभन्दा पहिला
MSI छ, त्यसपछि we have Apple को Mac, ठिक छ. Then after we have Asus को छ. Then after we have Lenovo. Then after we have Dell, and Dell को चाहिँ मलाई ल्यापटपहरु मन पर्दैन है, बट स्टिल अब हाल्नलाई त हाल्न सकिन्छ. सो पर्सनल एक्सपिरियन्स नै छ डेलसँग. इट इज नट मच गुड. एन्ड सो लेट्स अब अरू कुनै छ मैले छुटाइरहेको छु भने यु क्यान कमेन्ट होइन. कमेन्ट जहिले पनि ओपन नै हुन्छ. सो त्यहाँ मेन्सन गर्दा हुन्छ. एउटा के हाल्न सकिन्छ भन्दाखेरि लेट्स स्टार्ट विथ एसर. ठिक छ, ओके एसर छ. एन्ड अब म्यापको कुरा गर्ने भन्दाखेरि सबभन्दा पहिला चाहिँ हामीले हाम्रो जुन एरे छ होइन त्यो एरे दिनुपर्छ. ब्रान्ड भइहाल्यो, ब्रान्ड डट म्याप. र यसको भित्र चाहिँ फेरि हामीले एउटा के गर्ने भन्दाखेरि हाम्रो एरो फङ्सन चाहिँ दिनुपर्ने हुन्छ. ठिक छ, कन्सोल डट लग. र यसमा चाहिँ अब मैले हेलो मात्र प्रिन्ट गरायो भने लेट्स सी के आउँछ. अब हेलोलाई चाहिँ तपाईँ हेर्नुहुन्छ भन्दाखेरि 6 चोटि हेलो चाहिँ प्रिन्ट भएको रहेछ. 6 चोटि किन भन्दाखेरि यहाँ चाहिँ हाम्रो एरेमा हेर्नु है, एरेमा कतिवटा डाटा छ. 1 2 3 4 5 6. ठिक छ. सो सिन्स कि हाम्रो एरेमा 6वटा डाटा छ भने यो चाहिँ हाम्रो म्यापले 6 चोटि चल्छ क्या. ठिक छ, म्याप पहिलोचोटि चल्यो, त्यसले एमएसआई हेऱ्यो. ठिक छ, त्यसपछि आयो होइन ठ्याक्क भित्र कोड जे छ त्यो रन भयो. यहाँ हेलो मात्र छ, सो हेलो एकचोटि प्रिन्ट भयो. ठिक छ, फेरि म्याप रन हुन जान्छ, फेरि हेर्छ, त्यसलाई अर्को डाटा पाउँछ. ठिक छ, अर्को स्ट्रिङ पायो, अर्को डाटा पायो. सो फेरि यहाँ आएर यसले हेलो प्रिन्ट गरिदिन्छ. कन्सोल डट लग युज हुन्छ, रन हुन्छ, त्यसपछि हेलो प्रिन्ट हुन्छ. त्यसपछि फेरि जान्छ यहाँ थर्ड टाइममा त्यसले एसएस पायो, फेरि यहाँ आउँछ कन्सोल डट लगमा भ्याल्यु प्रिन्ट गरिदिन्छ. फेरि रन हुन्छ होइन, डाटा फेरि डाटा पाउँछ, एरेमा गयो, फेरि डाटा पायो, फेरि प्रिन्ट भयो. त्यसै गर्दा गर्दा लास्टसम्म जान्छ, एसरसम्म गयो. अगेन यहाँ डाटा छ, त्यसले डाटा पाइरहेछ. सो त्यसले गएर फेरि कन्सोल डट लगमा हेलो गएर प्रिन्ट गरिदिन्छ. ठिक छ, फेरि अब एरेभित्र जान्छ. यहाँ गएपछि अब डाटा चाहिँ पाइएन. ठिक छ, अब डाटा चाहिँ छैन. सो अब चाहिँ यो टर्मिनेट हुन्छ होइन, यहाँबाट ब्रेक भएर अनि बाहिर निस्किन्छ क्या. ठिक छ, सो तपाईँको एरेमा चाहिँ जतिवटा डाटा छ त्यतिचोटि चाहिँ यो म्यापले रन हुन्छ क्या. म्यापले त्यतिचोटि चाहिँ फङ्सनलाई रन गर्छ क्या. ठिक छ, त्यसरी बुझ्न सकिन्छ है. ठिक छ, एन्ड अब हेलोको ठाउँमा लेट्स चाहिँ मैले हेलो नगरेर यसमा भ्याल्यु नै पास गरिदिन्छु भने अब यहाँ मैले प्यारामिटर पनि पास गर्नुपर्ने हुन्छ. ठिक छ, अब भ्याल्यु भन्दाखेरि अब ठ्याक्क अब यहाँ जुन भ्याल्युहरू छ त्यो भ्याल्युहरू नै पुरै प्रिन्ट हुन्छ क्या. ठिक छ, लेट्स सी एमएसआई, एप्पल, एसस, लेनोभो, डेल, एसर भनेर 6वटै पुरै प्रिन्ट भयो क्या. ओके, सो यहाँ बेसिकली के भइरहेछ भन्दाखेरि तपाईँले म्याप फङ्सन युज गरेर तपाईँको एरेमा जतिवटा डाटा छ त्यतिचोटि चाहिँ फङ्सन रन गर्नु भइरहेछ क्या. ठिक छ, सो दिस इज इट फर हाम्रो म्यापको लागि. म्याप फर इच यिनीहरू बेसिकली चाहिँ दुबईको सिन्टेक्स पनि सेम नै छ, दुबईले गर्ने काम पनि सेमै हो. सो होइन अब दुबई होइन बुझ्नलाई पनि त्यति गाह्रो कुनै पनि छैन, सबै सिम्पल कुराहरू नै छ. स्टिल तपाईँको मनमा कुनै पनि डाउट छ भने कमेन्टमा मेन्सन गर्न सक्नुहुन्छ. एन्ड आजको लागि यति नै. विल सी यु इन द नेक्स्ट वान.